बालेनले पनि 15 वर्ष 20 वर्षसम्म प्रधानमन्त्रीको रहर गरिरहने, त्यसपछि रविले अर्को 15-20 वर्ष चाहिँ रहर गरिरहने हो भने चाहिँ फेरि अर्को केपी ओली, शेरबहादुर देउवा, प्रचण्डहरू भन्दा यो राजसभा पनि नयाँ केही हुँदैन है। ल नमस्कार। र आजको यस भिडियोमा चाहिँ म राजसभाको पहिलो महाधिवेशन जुन भरतपुरमा जारी छ यस विषयमा म कुराकानी गर्न गइरहेको छु। असार 7 गतेदेखि भएको थियो र आज 11 गते र मतदान पनि सम्भवतः अब सम्पन्न भइसकेको हुनुपर्छ र परिणामहरू पनि आउने क्रम तपाईको हातमा भिडियो पुग्दा चाहिँ आइसकेको हुन सक्छ। र आज दिउँसो 3-4 बजेतिर चाहिँ राजसभाका सांसदहरूकै चाहिँ अलिकति रोइलोहरू चाहिँ विभिन्न सोसियल मिडिया ह्यान्डलहरूमा देख्दा चाहिँ म छक्क परेँ। किन भन्दाखेरि रवि र बालेनको गठजोडले 90% भन्दा बढी चाहिँ यो पटक विभिन्न ठाउँमा चुनाव जितिएको हो भन्ने मेरो चाहिँ अड्कल छ। किन भन्दाखेरि यदि रवि र बालेनको गठजोड थिएन भने चुनाव जित्न सक्ने सम्भावना थिएन। तर पनि उहाँहरूलाई सांसद भइसक्नु भयो र सांसद भएपछि पनि केन्द्रीय सदस्य त्यसपछि विभिन्न पदाधिकारीमा बस्न चाहिँ एकदमै लोभ रहेछ। मलाई चाहिँ अचम्म लागेर आयो। जान्नेलाई छान्ने भन्दै उहाँहरू आफै ट्रोल गर्न थाल्नुभयो। किन भन्दाखेरि एउटा धक्का हो राजनीतिमा। वैकल्पिक चाहिँ दलहरूले एउटा धक्का दिनुपर्छ एमाले, कांग्रेस, माओवादी लगायत पुराना दलहरूलाई भनेर सबै चाहिँ दलहरू सबै चाहिँ एउटा व्यक्तिहरूको चाहिँ धेरैको चाहिँ स्वतन्त्र विचार भएका व्यक्तिहरूको चाहिँ एउटा इच्छा थियो। तर उहाँहरू चाहिँ अब सत्ताधारी भएर पनि फेरि अब पदमै बसिरहनु पर्ने, सांसद भइसकेपछि ठिकै छ, त्यसलाई पनि चाहिँ हामी सांसद हौँ, हामीलाई किन धेरै पद चाहियो र भन्ने चाहिँ उहाँहरूले चित्त बुझाउन सक्नु भएन जस्तो लाग्यो। यो कुरोले चाहिँ म आज आश्चर्यचकित भएको छु। त्यसकारण मैले दिउँसो एउटा फेसबुकमा पोस्ट पनि गरेको थिएँ। र यो म चाहिँ के भन्छु भन्दाखेरि हामीले अघिल्ला अग्रजहरूलाई भनौँ न 20-30 वर्षसम्म उहाँहरू राजनीतिमा बसिरहनु भएको भएर हामीलाई वाक्क दिक्क प्याक्क भएको हो। त्यस्तै चाहिँ नयाँहरूबाट हामीले आश गरेका होइनौँ। उहाँहरू 5 वर्ष 10 वर्षमा राजनीतिबाट एक्जिट लिनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो। बसिरहने हो भने अब बालेनले पनि 15 वर्ष 20 वर्षसम्म प्रधानमन्त्रीको रहर गरिरहने, त्यसपछि रविले अर्को 15-20 वर्ष चाहिँ रहर गरिरहने हो भने चाहिँ फेरि अर्को केपी ओली, शेरबहादुर देउवा, प्रचण्डहरू भन्दा यो राजसभा पनि नयाँ केही हुँदैन है। त्यसकारण चाहिँ पदको लोभी नबनौँ। पद मात्रै सबै कुरा होइन, सबै पदमा बसेर मात्रै काम गर्छन् भन्ने छैन। यस अब आफ्नो ढङ्गले चाहिँ जहाँ रहेर पनि सेवा गर्न सकिन्छ। उहाँहरू सांसद भइसक्नु भएको मान्छेहरू ठिकै छ, केन्द्रीय सदस्य जित्नु भयो भने राम्रो, नजिते पनि केही छैन। त्यसमा चाहिँ उहाँहरूले चित्त बुझाउनु पर्ने थियो। तर उहाँहरूले चित्त बुझाउन नखोज्नु भएको हो कि नसक्नु भएको हो कि सानो चित्त गर्नुभएको हो कि जस्तो लाग्यो। मेरो यो धारणामा तपाईँ सहमत हुनुहुन्छ कि हुनुहुन्न? म तपाईँको कमेन्टहरू पढ्नको लागि तयार भएर बसेको छु। हस्त नमस्कार।